guys, good morning and welcome to my channel. Let's get ready with me for my office look. So यो चाहिँ मैले hyaluronic acid hydropower essence Cojarex को युज गरिरहेको छु. यो चाहिँ मेरो एभ्रीडे बिहान अफिस जाँदाखेरि मैले युज गर्ने प्रडक्ट हो. यसले चाहिँ मेरो एकदमै स्किनको ब्यारियरहरू पनि एकदमै हटाएको छ. अनि नेक्स्ट भनेको यो चाहिँ मैले Cojarex कै एडभान्स नेल अनिल वान क्रिम युज गरिरहेको छु. यसले चाहिँ मेरो स्किनलाई एकदमै ग्लो र हेल्दी बनाउँछ. मलाई चाहिँ एकदमै मन परिरहेको छ. मेरो स्किन एकदमै ड्राई भएको कारणले गर्दा पनि मलाई यो क्रिम चाहिँ एकदमै मन परेको छ. अब लेट्स ड्राई माई हेयर. मैले चाहिँ कुनै पनि ड्रायर युज गरिरहेको छुइनँ. अब यु क्यान सी द ग्लो इन माई फेस हैन. अब चाहिँ मैले यो सनस्क्रिन पनि मैले कोजारेक्सकै युज गरिरहेको छु. यो चाहिँ SPF 50 PA+++++ हो. यसले पनि मेरो फेसलाई एकदमै ग्लोई देखाएको छ. प्लिज इग्नोर माई पिम्पल्स हैन. अनि मैले चाहिँ अफ क्यामेरा यो फाउन्डेसन लगाइसकेको थिएँ. मैले चाहिँ नोटको 04 स्यान्डमा सेड युज गर्छु अनि नोटको BB क्रिम पनि युज गर्ने गरेको छु. सो मैले यो मस्करा चाहिँ नोटकै युज गरिरहेको छु हैन. अनि एकदमै राम्रो छ. भोल्युम पनि राम्रो दिन्छ. यु क्यान सी द रिजल्ट्स हैन. मलाई एकदमै मन परेको. मलाई एकदमै मन परेको छ. आई डोन्ट नो वाइ एम सो एक्साइटेड. मैले मेरो मेकअप कम्प्लिट गरेपछि मैले GRको मेकअप फिक्सिङ स्प्रे युज गर्छु. यसले चाहिँ मेरो मेकअपलाई एक्सटेन्ड अनि फ्रेस लुक देखाउँछ हैन. सो यु क्यान सी द रिजल्ट. मैले मेरो कपालको लागि चाहिँ स्ट्रिक्स हेयर सेरम युज गर्ने गरेको छु. यसले चाहिँ मेरो कपाललाई चाहिँ एकदमै साइनी र सिल्की बनाउनमा हेल्प गर्छ. मेरो कपाल एकदमै ड्राई भएको कारणले गर्दाखेरि चाहिँ मैले जतिचोटि कपाल धुन्छु त्यतिचोटि मैले स्ट्रिक्सको सेरम चाहिँ युज गरिरहेको हुन्छु. आई डोन्ट नो सबैलाई सुट गर्छ अर गर्दैन, बट मलाई चाहिँ यसले अलिक सुट गरेको छ. सो मैले यही सेरम युज गर्ने गरेको छु. हजुरले रिजल्टमा पनि देख्न सक्नुहुनेछ. हजुरलाई भिडियोमा त्यस्तो नदेखिएला, बट देन इन रियल एकदमै राम्रो देखिन्छ हैन. यो सेरमले मलाई एकदमै हेल्प गरेको छ. अब लेट्स अब यो मेरो कपाल हेर्न सक्नुहुन्छ हजुरहरू. मेरो कपाल यति धेरै झर्छ हैन. अनि ओके, अब चाहिँ मैले मेरो कपाल पनि गरिसकेँ हैन. अब लेट्स मुभ आउट फर. म चाहिँ अब ड्रेस चेन्ज गरेर अब लुगासुगा लगाएर म चाहिँ अब अफिसतिर लाग्छु. बाई. चाहिँ अफिस पुगिसकेँ हैन. अनि मेरो अफिस चाहिँ सेकेन्ड फ्लोरमा छ. सो लेट्स गो विथ मी टु माई अफिस हैन. अनि म अफिस पुग्ने बित्तिकै चाहिँ फर्स्टमा मैले चाहिँ मेरो कामहरू हेर्ने गर्छु. के छुटेको छ, के मिलेको छ छैन, के काम गर्नुपर्ने छ, आज के गर्नुपर्ने भन्ने कुराहरू सबै एउटा लिस्ट बनाउँछु. अनि त्यसपछि मैले त्यो कुराहरूलाई इम्प्लिमेन्ट गर्छु. त्यो कामहरूलाई कम्प्लिट गर्छु. अनि त्यसपछि अब सबै कुराहरू मैले एउटा पेपरमा लेख्ने गरेको छु. सो मैले दिनभरि चाहिँ मलाई याद रहोस् भनेर मैले चाहिँ मेरो एकजना बहिनीलाई चाहिँ बोलाएँ भित्र. अनि त्यसपछि वी डिस्कस्ड अबाउट द स्टुडेन्ट्स डिटेल्स हैन. लाइक के कति स्टुडेन्ट्सहरू हो, के कस्तो हो भनेर. अनि त्यसपछि मलाई चाहिँ एकदमै भोक लागिरहेको थियो. सो मैले चाहिँ कफी बनाएँ. अनि त्यसपछि मैले बिस्किट मगाएको थिएँ अनि मैले त्यो कफी एन्ड बिस्किट इन्जोय गरेँ. अनि त्यसपछि मैले अलिअलि कामहरू पनि गरेँ आज हैन. अनि आफ्टर दिस चाहिँ मैले भिडियोज बनाउन चाहिँ बिर्सेँ थिएँ भनौँ न. अनि यो चाहिँ म निस्किने बेलाको भिडियो हो. अनि अब यो म चाहिँ निस्किसकेको थिएँ. म चाहिँ मेरो भाइको क्याफेमा गइरहेको थिएँ. आफ्टर अफिस चाहिँ म एकछिन उसको क्याफेमा चाहिँ बस्छु हैन. अनि सो म त्यहाँ गएँ. अनि त्यहाँ गएपछि चाहिँ मैले चिकन पकाएँ है. चिकन ग्रेभी पकाएको थिएँ. एन्ड वी इन्जोयड अ लट. एकदमै मिठो भएको थियो हैन. अनि त्यसपछि भाइले मलाई जिस्काइरहेको थियो भ्लगर भनेर. किनभने मैले यो सेकेन्ड भ्लग हो हैन मैले अपलोड गरेको. मैले पहिला कहिले पनि भ्लग गर्दिनँ थिएँ. हाम्रो
भाइले चाहिँ यो हाम्रो साथीको चप्पल चाहिँ चोरेर होइन हामीले यहाँ चाहिँ कस्तो भने कसैले चप्पल खुट्टाबाट चप्पल खोलेर राख्यो भने चाहिँ हामीले त्यो चप्पल लुकाइदिने गरेको छ होइन सो ऊ नै हो उसको चप्पल हामीले लुकाएको हो अनि he doesn't know about that अनि यो चाहिँ मैले अब धनियाँ काटिरहेको छु मासुमा हाल्नलाई होइन मासु पनि पाक्दैछ अनि यु क्यान सी मासुको कलर त देखेको छैन बट इट वाज सो अमेजिङ Bye, don't forget to subscribe, like, comment and share my channel.